हेलो गाइज, सम्पूर्ण साथीहरूलाई हृदयदेखि नमस्ते। वेलकम टु एकावम ब्लगमा। म चाहिँ एकदम फुल एन्ड फिट एन्ड फाइन छु। हजुरहरू पनि सन्चै हुनुहुन्छ भनेर आशा गर्दै आजको यो ब्लग सुरु गरिरहेको छु। आजको ब्लग चाहिँ के सुरु गरेको छु भन्दाखेरि साथीहरू म निकै समयपछि ब्लगमा आउँदैछु। किन भन्दाखेरि म चाहिँ केही समय अगाडि चाहिँ निकै बिरामी थिएँ। यो अहिलेको ज्वरो एकदमै डेन्जर रहेछ साथीहरू। यो ज्वरोले चाहिँ लगभग मलाई पनि 10-12 दिन सुताइदियो। त्यही भएर चाहिँ म ब्लगमा निकै समयदेखि आउनु पाइनँ। सम्पूर्णमा क्षमा माग्दै आजको यो ब्लग सुरु गरेको छु। आजको ब्लग चाहिँ के सुरु भइरहेछ भन्दाखेरि साथीहरू, आज चाहिँ म चाहिँ अब धेरै समयपछि चिया लिएर निस्किँदैछु। आजको चाहिँ चिया लिएर चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि बाह्र क्षेत्र जाँदैछु त्यही भएर बाह्र क्षेत्र जाँदैछु। आजको चाहिँ बाह्र क्षेत्रको यो मेरो दोस्रो ब्लग सम्पूर्णले अस्ति पनि माया गरिदिनु भएको थियो। सबैलाई हृदयदेखि नै धन्यवाद। लगभग मैले सामानहरू चाहिँ प्याक गरिसकेँ। सामानहरू अब टक्क प्याक गरिसकेपछि हजुरहरूलाई देखाउँदैछु। लगभग गाइस साथीहरू सामानहरू चाहिँ प्याक भइसकेको छ। मैले सामान अघि सबै लोड गरिसकेको। धेरैजना अब सोच्दै हुनुहुन्छ होला यत्रो यो भाइले के चाहिँ यत्रो सामान लोड गराएछ। यो लगभग धेरै खासै केही सामान छैन, सबै यहाँ चियाकै सामान छ। सिर्फ लेमन टी चियाकै सामानहरू। अब पानी बोक्नलाई जात लिने पऱ्यो, यो कुर्सीहरू लिने पऱ्यो साथीहरू। त्यही भएर चाहिँ म चाहिँ अब आजको चाहिँ मेरो यात्रा बाह्र क्षेत्र हुँदैछ। त्यही भएर साथीहरू सबैजना भिडियो अन्तिमसम्म हेरिदिनु होला। अब एकछिनपछि अब लगभग अब सबै सामान रेडी भइसक्यो। अब चाहिँ म निस्किनु आँटिरहेछु साथीहरू। मेरो चाहिँ घर यही हो अब हेर्नु नि पानी परेर साथीहरू बिजोग छ। किन यस्तो मौसम पनि चेन्ज। हेर्नु नि साथीहरू, धानहरू पनि बिगारेर धेरै ठाउँ धान बिगारिरहेछ। धान लगभग हेर्नु नि साथीहरू सबै सुताइदिएर गाह्रो भइरहेछ। हामी किसानहरूलाई एकदमै गाह्रो। किसानहरूको कति दुःख दिनसकेको। भनेको टाइममा पानी पर्दैन, नभनेको टाइममा पानी परिदिन्छ। यसरी हेर्नुहोस् न, सबै धान यसरी सुताइदिइरहेछ। धेरै ठाउँ हानि पनि गरिसकेको छ। हिलै छ पछाडि हेरिहाल्नुभयो धानहरू पनि बिजोग भइरहेछ। पानी परेर सबै ठाउँ गाह्रो भइरहेछ। अब चाहिँ म पनि अब रेडी हुने साथीहरू। टक्क म रेडी हुँदै यता मेरो छोरी चाहिँ सुतिरहेछ। बेटा छोरी अन्सु जाउँ छोरी, अब ल उठ बेटा। ए छोरी ओक्क सुतेर उठ्यो नि छोरी। अब जाने ल हस्। म र छोरी चाहिँ बाह्र क्षेत्रको यात्रा चाहिँ आज हामी बाबा छोरी गयो हुँदैछ नि छोरी। टक्क अब म लुगा चेन्ज गर्छु है त साथीहरू। अब लुगा चेन्ज गर्ने साथीहरू टक्क लुगा लगाउने। अब आज चाहिँ टक्क यो सर्ट लाउँदैछु। के कस्तो देखिन्छ कृपया सबैजनाले भनिदिनु होला। अब बिरामी भएपछि अलिकति भोइस पनि कस्तो भइरहेछ साथीहरू। किन भन्दाखेरि भर्खर निको भइरहेछ। यो बिरामीले चाहिँ एकदम सानोतिनो बिरामी चाहिँ पचाइदिन्थ्यो। यो ज्वरो चाहिँ पचाउन सकिएन साथीहरू। किन भन्दाखेरि यो ज्वरो एकदम डेन्जर रहेछ। यसले चाहिँ हात खुट्टा लक गरिदिने ठक्क टाउको पनि लक गरिदिने। टाउकोमा पनि एकदमै त्यो गाह्रो हुँदो रहेछ। पुरै उठ्नै सकिँदैन साथीहरू। किन भन्दाखेरि एकदम सुत्नु मन लाग्छ। सुत्नु मन पनि भन्ने केही गर्नु मन लाग्दैन, खानु पनि केही मन लाग्दैन। म निकै बिरामी भएको थिएँ। म यो सर्ट लाउँदैछु साथीहरू। के कस्तो लाग्छ टक्क मान्छेको चाहिँ
गेटअप चाहिँ यस्तै हो होइन। स्याट लगाइदियो होइन। अब के गर्नु साथीहरू यस्तै छ। तलबाट निको भयो। अब टक्क ब्लग फेरि हो मेरो चाहिँ होइन कन्टिन्यू आउँछ। सबैजनाले माया गरिदिनु होला, लाइक सेयर अनि सब्सक्राइब गर्नु पनि नबिर्सिनु होला। सबैजना जोड्नु होला। आजको चाहिँ मेरो बाह्र क्षेत्रको यात्रा हुँदैछ। सो गाइज टक्क म चाहिँ होइन हो लुगा लगाइसकेँ। टक्क पेन्ट चाहिँ यही लगाउँदैछु। मेरो छोरी चाहिँ रेडी भएछ। ल मुख धो त बेटा, मुख धो त। झन्डा कहाँ बिर्सिनु हो हाम्रो देशको झन्डा। अब टक्क हाम्रो ब्लग त्यहाँ हुँदैछ बाटोमा। अब ब्लग हेर्नु सबैजनाले माया गरिदिनु भन। यस्तो गर्नु बाई बाई। गाइज फाइनली होइन त्यसको कहाँ आइपुग्यो भन्दाखेरि यो चत्राको भन्दा यता अगाडि आइपुगिसकेको छु होइन। पछाडि मेरो पछाडि पनि हेर्नु सक्नुहुन्छ पुरा यो पाहाडहरू छ होइन। म चाहिँ पोहोर चाहिँ साइकलमै आएको थिएँ साथीहरू यहाँसम्म। आज त्यो बाइकसँग पुग्यो। हजुरहरूकै मायाले पुग्यो होइन। जस आज म यहाँसम्मको लेभलमा पुगेँ। म पोहोर साइकलमा आएको थिएँ। हजुरहरूलाई म उकालो पनि देखाइदिँदैछु ल। पोहोर साइकल तान्दै आएको हजुरहरूलाई देखाइदिएको ठाउँ देखाइदिँदैछु। त्यो उकालो छ नि हजुर हो यो उकालो म साइकल पेल्दै तान्दै आएको थिएँ। म अहिले पोहोर चाहिँ मोबाइल ल्याउनु पाएको थिएँ त त्यही भएर चाहिँ म यहाँसम्म चाहिँ आएको। फेरि म अगाडि जाँदैछु। अब बाइक कुदाउँदाखेरि चाहिँ अलिकति भिडियोहरू चाहिँ बनाउन पाइँदैन। त्यही भएर चाहिँ मैले भिडियो बनाउन सकिनँ किन भन्दाखेरि सामान धेरै लोड छ नि त। सामान धेरै लोड छ। बाइक कुदाउँदाखेरि चाहिँ अब भिडियो बनाउनुको चक्करमा लग्नु सकिन्छ। अब अगाडि लगभग यहाँदेखि चाहिँ चत्रा पुल बाह्र क्षेत्रको चत्राको लामो पुल आइपुग्न आएको। यहाँको भिडियो लिन्छु त्यसपछि डाइरेक्ट बाह्र क्षेत्र हो गाइज भन टक्क यहाँनिर आइपुगिसक्यो। कोसीको लामो पुल पछाडि हेर्दै हुन्छ नि ट्याक्क यो लामो पुल हो। लामो पुलदेखि अलिकति म माथितिर चढिसकेँ। अब बाह्र क्षेत्र जाने बाटो चाहिँ हो होइन। टक्क बाह्र क्षेत्र जाने बाटो म फाइनली यहाँसम्म आइपुगेँ। दामी लागिरहेछ साथीहरू धेरै दिनपछि होइन। धेरैजना चाहिँ झुकिनु पनि भएछ बाटोमा। म जाँदाखेरि चाहिँ कतिजनाले चाहिँ राइडमा हिँड्नुभयो कि क्या हो धेरैजनाले सोध्दै हुन्थ्यो। अनि मैले भनेको होइन राइडमा हिँडेको होइन। म चाहिँ अब बाह्र क्षेत्र जाँदैछु। म चिया लिएर जाँदैछु। म चाहिँ चियाको एउटा सानो व्यापारी हो भनेर भनेको। जो सबैजनाले मलाई हेरेर खुसी मान्दै हुन्थ्यो। उहाँहरूलाई ओभर खुसी लाग्यो। जस हेर्नुहोस् न गाइज पुरै पाहाडहरू पुरा देखिँदैछ नि हजुर। अब लगभग यहाँ आइपुग्न आँटिसकेँ। अब म फेरि जाँदैछु। फेरि अब एकपल्ट अब बाह्र क्षेत्रको हजुरहरूलाई भिडियो प्रस्तुत गर्नेछु है त हजुर। स्टार्ट गर्छु त्यसपछि अगाडिको भिडियो अझै देखाउँछु है त हजुर। गाइज बाटो चाहिँ लास्टै खतम रहेछ। यहाँनिरको यो बाटो पुरै हिलो रहेछ। आमा धेरै मुस्किलले पार गरियो साथीहरू। ओभर गाह्रो रहेछ। यहाँ खुट्टामा पुरै हिलो लाएर होइन। अब बिसाउँदै जाँदैछु। म चाहिँ बाटोमै छु। कतिखेर पुग्छु थाहा छैन होइन। तर बिस्तारै नै पुगेरै छोड्ने हो। माथि चाहिँ पुगेरै छोड्ने हो। त्यही भएर चाहिँ म चाहिँ यहाँसम्म आइपुगेँ ल साथीहरू। म बाटो हेर्नुहोस् न पुरै पानी परेर बिजोग छ। त्यहाँबाट पनि पुरै बिजोग छ। पानी परेर हेर्नुहोस् न एकदमै गाह्रो छ। यस्तो 3-4 ठाउँ थियो बल्ल 3-4 ठाउँ चाहिँ कट्यो। अब ल साथीहरू फाइनली होइन बाह्र क्षेत्र मेला चाहिँ जसो चाहिँ आइपुग्यो। जय बाह्र क्षेत्र होइन। टक्क म चाहिँ अब यहाँ बाह्र क्षेत्रको
हल्का यसो चहलपहल के कस्तो रहेछ आज चाहिँ हेर्दैछु किनभने अब आज चाहिँ खासै मेला चाहिँ होइन भोलि चाहिँ देखि चाहिँ मेला लाग्ने हो किनभने यहाँ चाहिँ 2 दिन चाहिँ मेला चाहिँ बपाल मेला लाग्छ होइन साथीहरू अब टक्क म यहाँ अगाडि जाँदैछु हजुरहरू हेर्न सक्नुहुन्छ जस अलिअलि चाहिँ चहलपहल छ जस किन भन्दाखेरि चाहिँ मान्छे चाहिँ आजैदेखि चाहिँ अलिअलि चाहिँ किनभने पूजा गर्न आइरहनुहुन्छ यहाँ टक्क 12 क्षेत्रको होइन हेर्नुहोस् चाहिँ 12 क्षेत्र दर्शन गर्नु पाइयो साथीहरू ट्याक्क 12 क्षेत्र मन्दिर चाहिँ यही हो होइन हजुरहरू हेर्न सक्नुहुन्छ मन्दिरको माहौल यहाँनिर होइन यहाँ पुरै जमिरहेछ टक्क यहाँनिर चाहिँ भर्खर जमिरहेछ साथीहरू मन्दिर चाहिँ यही हो होइन हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ यो मन्दिर चाहिँ फाइनली मन्दिर आइसकेको मन्दिरको दृश्य यही हो आज चाहिँ अब रात पनि परिसक्यो होइन टक्क म पनि एकछिन अब यहाँ हेर्नु आएको के कस्तो रहेछ माहौल यताको माहौल के कस्तो टक्क होइन अब म लगभग हेलो गाइज अहिले चाहिँ होइन म त्यसको खाना बनाइरहेछु खाना खानु आँटिरहेछु खाना चाहिँ बनाउँदैछु खाना खानु आँट्दैछु अनि खाना बनाइरहेछु टक्क होइन दाल चाहिँ बनाइछु कि अझै आएर छ आफै देखिदिनु है मिलाएर हेर्नु होला अब लाइट बालेर होइन हेरेर छैन टक्क आज चाहिँ खासै मान्छे धेरै आएको छैन भोलिदेखि चाहिँ मान्छे झर्छ नि त अनि त्यही भएर आज चाहिँ अलिअलि चाहिँ मन्दिरहरूदेखि खाएर टक्क अनि प्लस सर घुम्ने हो घुमेको हजुरहरूलाई देखाउनेछु सब्जी पाक्दैछु हेर्नु प्लस साथीहरू होइन आजको चाहिँ बेलुकाको ह्याप्स चाहिँ यो टक्क होइन दाल पाकिसकेको छ फाइनली टक्क अब यहाँ चाहिँ सब्जी बनाउँदैछु म कोपीको सब्जी कोपी भुटेर खाइदिने हो नि त भुटेर हानिदिने हो ट्याक्क यो भुटिसकेपछि अनि यति खाइसकेपछि चाहिँ दुःख लाग्छ नि त्यही पनि होइन अलिक नानीहरूलाई छोडेर आइरहेछु घरमै दुईवटा मेरो छोरीहरूलाई किन भन्दाखेरि अब अलिक यता ल्याउनु चाहिँ टाढा छ नि त नि तर ल्याउनु सकिँदैन किनभने बाटोहरू पनि धेरै अप्ठ्यारो हुन्छ छोरीलाई चाहिँ बर मिस्यो अनि अघिको चाहिँ सुरुको भिडियोमा चाहिँ नानीलाई यसो ल्याउँछु भनेर हजुरहरूलाई भनेको थिएँ तर त्यो नानीलाई चाहिँ एकछिन फकाउनुको लागि चाहिँ मात्र मैले भनेको थिएँ किनभने नानीलाई चाहिँ यत्रो टाढा चाहिँ अब ल्याउँदाखेरि चाहिँ यहाँनिर चाहिँ होइन हजुर अब यहाँ किन भन्दाखेरि चिसोहरू पनि हुन्छ नानीलाई अप्ठ्यारो हुन्छ भनेर चाहिँ नल्याएको त्यही भएर छोरीलाई घरमै छोडेर आएको छु गुड मर्निङ अभी खुलेगा अभी टाइम नहीं हुआ है कहाँ से आया है बंगाल से नेपाल में स्वागत है आपका आप बंगाल से कैसा लगा आपको नेपाल का ये साथीहरू होइन चिया लिएर म निस्किरहेको साथीहरू होइन चिया लिएर आएको छु अब यहाँ चाहिँ साथीहरू होइन यो बिहानको मर्निङ टाइम हो टक्क अब यो कति बजे भन्दाखेरि 5 बजेतिर खुल्छ होइन 5 बजेतिर पछि मात्र यो मेन मन्दिर हो नि त मेन मन्दिर भएको हुनाले चाहिँ बिहान चाहिँ एकदम यो टाइमिङमा यो टाइममै बन्द हुन्छ अरू मन्दिर मेन मन्दिर चाहिँ अब चाहिँ 5 बजे खुल्छ अनि टक्क यहाँ सबैजना दर्शकहरू गर्नेहरू चाहिँ सबैजना साथीहरू होइन मन्दिर आएको थिएँ एकदम इन्डियन बाजेहरू
कैसा लगा चाय आप सबका? सबकी आपको धन्यवाद। आपके नेपाल में सबकी स्वागत है। ये YouTube चैनल में जाएगा, YouTube में जाएगा, हमारा YouTube चैनल है उसमें जाएगा, सब सारे लोग देखेंगे, आपका दोस्त भी देखेंगे। अभी इंडिया कहाँ से आए? सुपौल जिला सुपौल से आया है। सबकी स्वागत है हमारा नेपाल में, ठीक है। फिर भी आना, आपको चाय पिलाया, मैंने बहुत पुण्य काम किया जैसा लग रहा है ना। आपको सुबह सुबह चाय गर्मा गर्म है ना, यस्तो ल साथीहरू होइन थुप्रो उहाँले अब टेस्ट गरिसक्नु फेरि अरूले टेस्ट गर्दाखेरि म ब्लगहरू लिएर आउँदैछु है त। यो चाहिँ साथीहरू होइन तलको दृश्य हो, हजुरहरू हेर्न सक्नुहुन्छ। चारैतिर मान्छे नै मान्छे छ, जस भर्खर मान्छेहरू भेला भइरहेछ। अब यहाँ मेला चाहिँ बबा लाग्छ होइन। साथीहरू होइन ठिक्क म चाहिँ होइन अब चिया चाहिँ यसरी कुदिरहेको ठाउँमा चाहिँ म पुरै अब आउँदै थिएँ होइन। उहाँले चाहिँ चिया कैसा लगा चाय आपको? बहुत अच्छा लगा। नेपाल का चाय कैसा अच्छा लगा? आपका नेपाल का में बहुत स्वागत है, ठीक है। आपका मनोकामना भी पूरा हो। इधर भी है, सब सोया है अभी। इधर भी हम अब यहाँनिर चाहिँ होइन टक्क हल्का हिन्दी पनि बोल्नुपर्छ नि त अब इन्डियन साथीहरूसँग, खासै बुझिँदैन उहाँहरू चाहिँ होइन। त्यही भएर चाहिँ अब यहाँ मैले चिया दिइसकेँ, अब टक्क म तलतिर जाँदैछु। गाइस सबैजनालाई हेर्नु होला। होइन म चाहिँ अब तलतिर झरिसकेँ। अघि चाहिँ मास्टर थिएँ होइन, तल झरिसकेँ। मेला लागिरहेछ साथीहरू, मेला सबैको मनोकामना हो। साथीहरू होइन ठिक्क म तलतिर आइरहेको थिएँ, ठिक्क आन्टीहरूले चाहिँ यहाँनिर चाहिँ थोरै म सोध्छु कैसा लगा चाय, कस्तो लाग्यो? तपाईँलाई नेपालमा एकदम स्वागत छ। हजुरको चाहिँ सबैजनाको मनोकामना पनि पुरा होस् है। सबैजनालाई अब यो युट्युब च्यानलमा जान्छु, युट्युब च्यानलमा मेरो ब्लग पनि बनाउँछु क्या, चियाहरूको ब्लगहरू पनि बनाउँछु। कस्तो लाग्यो सबैजनाले भन्नु त ल। धन्यवाद आन्टीहरूलाई, सबैजनालाई ल, सबैजनालाई धन्यवाद है। अब चाहिँ बिहान भइसक्यो हेर्नु साथीहरू सबैजना होइन, दर्शन गरेर जलपानी लिएर माथि जानुहुन्छ दर्शन गर्नलाई। सबैजना यहाँ हेर्नुहोस् न साथीहरू, बुढापाकाहरू पनि हेरेन नसकिएर पनि जस भगवान्को एउटा केही आशा र आस्था लिएर उहाँहरू आउनुभएको छ। सम्पूर्णमा एकदम मेरो हृदयदेखि नै चाहिँ सम्पूर्णको मनोकामना चाहिँ पुरा होस्, भगवान्लाई सधैँभरि रक्षा गरून्। साथीहरू बिहान बिहान सबैजनाले नुहाउँदै हुन्छ, दामी लागिरहेछ सिनहरू। साथीहरू होइन ठिक्क म चाहिँ तलबाट मास्तिर फर्किँदाखेरि चाहिँ एकजना बाजेले चिया और भी आया था ना, और भी ये भी पण्डित बाजेले चाहिँ टिका सिका लाउँछ सबैजनालाई होइन। उहाँले आफ्नो मन हिसाबले दक्षिणा दिनु सक्नुहुन्छ होइन। खुस जे खुसमा छ त्यसमै उसीमै खुस होइन। अब चाहिँ यहाँदेखि चाहिँ होइन अस्तिर फर्किन आँटेको साथीहरू बाइकहरू चाहिँ यहाँनिर राखिरहेको छु। अघि एक लट चिया दिएर आएँ है। यो चाहिँ गेट सेप
पोर बनाएको थिएन जस यसपालि दामी बनाएको छ ट्याकको नजारा एउटा कोसी छ साथीहरु फेरि म त्यो चिया सकेर हैन फेरि चिया लिएर आएको थिएँ एकजना तर नेपाली चाहिँ जस मजाले बोल्नुहुन्छ हैन म नेपालको हो राजस्थानमा बिहे भएको ए राजस्थानमा बिहे भएको गुजरातमा ए ल जस उता चाहिँ दिदी चाहिँ एक्चुअल इन्डियनसँग बिहे गर्नुहुन्छ उहाँहरू आउनुहुन्छ उहाँहरूको पनि मनोकामना पुरा होस् धन्यवाद कस्तो लाग्यो चिया धेरै मिठो छ लेमन टी चाय दुधको चाय भन्दा पनि मिठो छ 20 रुपैयाँ साथीहरु ठ्याक्कै एकजना दिदी चाहिँ जानुभयो अनि त्यसको अघि भाइलाई दिनु आउँछ नि कैसे लगा चिया बहुत मस्त चाय बनाया आपने और एक घुट पिया हमको बहुत अच्छा लगा लीजिए पैसा काटिए आप ठीक है लीजिए ठीक है हम पैसा दे रहे हैं भाई को और भाई को ज़्यादा से ज़्यादा सपोर्ट कीजिए भाई बहुत ही ज़्यादा स्ट्रगल कर रहे हैं चाय बेचते हुए भी वीडियो बना रहे हैं तो भाई को जरूर सब्सक्राइब करें और वीडियो को शेयर करें भाई चाय बहुत ही ज़्यादा स्वाद है ये देखिए बहुत ही ज़्यादा टेस्टी है लेमन टी हमारे वहाँ पर जो इंडिया में बोलते हैं इसको लेमन टी बोलते हैं इधर भी लेमन टी बोलते हैं तो लेमन टी बहुत ही शानदार बना है जबरदस्त लगा हमको एक घूंट पीते ही अंदाज बिल्कुल निराला है तो भाई को मूड फ्रेश हुआ मूड फ्रेश हो गया अभी हमने सुबह से चाय नहीं पिया था अच्छा सुबह आपसे पी रहे हैं ठीक है चाय पीजिए भाई को ज़्यादा से ज़्यादा सपोर्ट कीजिए ठीक है और भाई सभी बहुत कम ही से तो सपोर्ट तो होता ना है ना तो वीडियो को ज़्यादा से ज़्यादा शेयर कर दीजिए देखिए थैंक यू आपका नेपाल में जो मनोकामना पूरा हो थैंक यू थैंक यू एक चाय बना ली अरे पे इसका पैसा तुमको भी नेपाल में बहुत स्वागत है थैंक यू भाई उतना इंडिया से दूर से आए हो आपकी भी मनोकामना पूरा हो सभी सपोर्ट कीजिए सपोर्ट कर दीजिए भाई को आप इंडिया कहाँ से है हम कटिहार से हमारे कटिहार भाई को एकदम वेलकम है मस्त है नेपाल में हमने चाय पिलाया आपके 1000 सब्सक्राइबर हुए नहीं हुए नहीं तो 500 सब्सक्राइबर तो भाई के जल्द से जल्द 1000 सब्सक्राइबर करा दीजिए ताकि ये भी मोटिवेशन से वीडियो बना सके अच्छी वीडियो ला सके आपके लिए और भाई ऐसी जर्नी आप सभी लोगों को दिखाते रहें तो भाई के जल्द से जल्द 1000 सब्सक्राइबर कंप्लीट करा दीजिए और वीडियो को ज़्यादा से ज़्यादा दबा के शेयर करिए दोस्तों थैंक यू सभी कितना कहेंगे तो क्यों नहीं दबाएंगे जरूर दबाएंगे अगर ये वीडियो अगर जाता है 10-20 हज़ार में तो सब्सक्राइब जरूर करेंगे लोग थैंक यू दोस्तों लोग टैक्को आएर चाहिँ मिठो लाग्यो भन्ने छ सबैजनाले माया गरिदिनु भएकोमा एकदम धन्यवाद आप तो हमारी भाषा समझते हैं हम जो है ना आपके थोड़ी समझ पाते हैं अच्छा वो क्योंकि नेपाली सब जगह नहीं चलता ना तो इसलिए कम हिंदी तो पूरा चलता है हिंदी हम मूवी भी देखते हैं हिंदी भी आता है जब इस समझ में जरूर चला आता है थोड़ा बोलने वाले मुश्किल हो रहा है कोई शब्द और आपका मैं समझ पा रहा हूँ जो बोल रहे हो ना आप तो समझ पा रहा हूँ प्रॉपर वो भाषा की लय से भी होता है ना तो थैंक यू दोस्त थैंक यू बाय बाय ल साथीहरु फाइनली पुरा उज्यालो भइसकेछ हैन पछाडी हेर्न सक्नुहुन्छ यो चाहिँ बडा क्षेत्र धामले एकदम मेरो चाहिँ क्यामेरामा चाहिँ अलिकति उल्टो आइरहेछ किन भन्दाखेरि म यताउटिबाट साइडबाट लिइरहेछु कि अगाडिको साइडबाट सो अघिको एकजना इन्डियन साथी पनि एकदम खुसी लाग्यो जस उसलाई पनि भेटेर त्यो मान्छे पनि एकदम गुड सपोर्ट सबैजना चाहिँ अहिलेसम्म यहाँ चाहिँ अब मान्छेहरू चाहिँ हैन आज चाहिँ को अब अन्तिम दिन बेलुकासम्ममा के कति मान्छे थियो भने बबाले भिड छ है जहीँ त्यहीँ मान्छे नै मान्छे छ सो साथीहरू हैन टक्क हजुरहरूलाई पनि भिडियो अन्तिमसम्म हेर्नु होला यहाँनिर चाहिँ मन्दिर छ टक्क यहाँनिर चाहिँ हैन
विष्णु भगवानको यो छ सक्नुहुन्छ। साथीहरू होइन ठिक्क म चाहिँ अब यहाँ चिया पिइसकेँ ठिक्क कैसा लगा चाय आपको? मस्त है। आप इंडिया कहाँ से आए हैं? नेपाल में आपकी सबकी स्वागत है। आपकी भी मनोकामना पूरा हो। अच्छा लगा सबको? धन्यवाद सबको धन्यवाद दिनु होइन। म चाहिँ चिया लिएर आइसकेको अब एकछिन यहाँ घुम्छु त्यसपछि फेरि कपालतिर जान्छु त्यहाँको धन्यवाद लिएर फाइनली चाहिँ होइन फेरि चिया सकेर चाहिँ म चाहिँ चिया लिएर आएको थिएँ। मान्छेको पुरै भिड हेर्नुहुन्छ आज चाहिँ फेरि बबाल भिड भएको छ होइन। यो मेला चाहिँ भव्य नै लाग्छ सबैजनालाई। हजुरहरू साडी पनि हेर्न सक्नुहुन्छ। ल साथीहरू फाइनली होइन म चाहिँ चिया लिएर फेरि आइसक्यो ड्यान अब बेलुका पनि भइसक्यो नि त सर। ल गाइस होइन ठिक्क म चाहिँ चिया लिएर आएको थिएँ टक्क यहाँ बाटोमा इन्डियन साथीहरू भेट्नुपर्छ उहाँहरूलाई कैसा लगा चाय आपको? बहुत अच्छा बहुत बढिया भिड के जो अनि होइन यहाँ चाहिँ चिया सकिँदैछ। ब्लग टक्क होइन मेरो त चिया पाक भइसक्यो नि त साथीहरू। अनि हेर्नु नि साथीहरू हाम्रो के साह्रो भिड नि छोरी मेरो चिया सक्यो। साथीहरू चिया पाक्दैछ होइन टक्क हजुरहरू हेर्नु सक्नुहुन्छ टक्क यहाँ चियाको स्टल हाम्रो चाहिँ यहाँनिर छ तिरपाल टक्क लगाएर छौँ। एक बजिसक्यो त्यो पनि चाहिँ राति भइसक्यो होइन। राति भइसक्दाखेरि पनि माहौल चाहिँ पुरै भिडै छ मान्छेहरू आइहरू भइरहेको छ पुरै हेर्नुहोस्। चाय कैसा लगा? जिंदगी में नहीं पिए थे। अच्छा बहुत बहुत धन्यवाद। आप इंडिया कहाँ से आए हैं? हाँ सर इंडिया कहाँ से आए हैं? बीजपुर से। आपकी स्वागत है इधर। अब आपकी भी मनोकामना पूरा होस्। धन्यवाद। साथीहरू हेर्नुहोस् न पुरै यहाँ तो बोली का मेलामा चाहिँ हेलो गाइस ल तपाईहरु कता हुनुहुन्छ त यति बबाल भिड भइसक्यो आउने छैन चिया छिटछिट आउनु यस्तो अब त दिउँसो पनि भइसक्यो चाय कैसा लगा आप सबको? एकदम बढ़िया बढ़िया है। हमारा ब्लॉग में स्वागत है आपको। अच्छा लगा चाय फ्रेश हो गया ठीक है बढ़िया आवाज चेंज हो गई मूड फ्रेश जो सबैजनाले खाएर चाहिँ मन पराइदिइरहनु भएको छ। अब म पनि रातभरि होल नाइट उठिरहेछु कि साथीहरू होइन। पर निन्द्राले पनि ज्याप भइसक्यो आफ्नै मुड बिग्रिसकेको छ। अब म गुड इभिनिङ साथीहरू होइन। अझै चाहिँ दिउँसो चाहिँ सुतिरहेको थिएँ अनि त्यही भएर चाहिँ म चाहिँ भ्लगमा चाहिँ अब रात पनि त्यही भएर चाहिँ राति
जाने देखिएको भित्रको हो साथीहरू म चाहिँ सुबह होइन उठेर ट्याक्कै अस्तिकै ट्याक्कै प्यारो भाइ भेटेछ अनि प्यारो भाइ भेट्दाखेरि चाहिँ खाएर चाहिँ म चाहिँ अब बिदाई लाग्नु आँटेको होइन अब मन्दिरको लगभग मेला सकिसक्यो अब लगभग आज पूर्णिमाको अन्तिम दिन हो लगभग 12 बजीसम्म मेला हुन्छ त्यही भएर चाहिँ साथीहरू म चाहिँ जाँदैछु म चाहिँ घरतिर लाग्दैछु थोरै पैसा पनि मैले यहाँनिर चाहिँ मन्दिरको लागि सहयोग पनि गरेँ किनभने एउटा मन्दिर एउटा घर जस्तो हो होइन जो पनि पूजा गर्न सक्छ अब मैं जा रहा हूँ कब मिलेंगे अब हमारा वीडियो यही रहेगा है ना जब आया थे मिले उससे भी मिलके बहुत अच्छा लागो मिलेंगे अगले साल हो सके तो मिलेंगे भाई ठीक है हाँ यूट्यूब आप भी चलाते हो यूट्यूब में बने रहेंगे है ना ठीक है दोस्त मैं जा रहा हूँ ना चाय बिल्कुल बेस्ट आज भाई ने अपनी तरफ से खुशी से चाय पिलाया पैसा नहीं लिया आज ये हमारा दुकान है यहाँ पर तो भाई ने हमारा भाई का दुकान ये क्या बोलते हैं अबीर चंदन सिंदूर क्या है आप तो भाई ने आज पैसा नहीं लिया चाय का ये देखिए चाय पिलाया बिल्कुल मस्त लग रहा है भाई को सपोर्ट कीजिए भाई दिल से और भाई बहुत ही अच्छे हैं और सपोर्ट कीजिए भाई दबा के लाइक शेयर कीजिए थैंक यू सो मच कितना कहेंगे तो जरूर दबाएंगे ना है कि नहीं दोस्तों बता दीजिए दबा के सब्सक्राइब दबा दीजिए घंटी दबा दीजिए तब पता चल जाएगा है ना ठीक है बाय बाय साथीहरू प्यारो इन्डियाको भाइ पनि होइन मिलो जस खुसी लाग्यो यो भाइ पनि एकदम खुसी छ भनौँ न किन भन्दाखेरि प्यारो छ इन्डियन पनि अरू धेरै राम्रो हुन्छ त्यही भएर चाहिँ अब हामी जानु जाने बेला भइसकेको अब लाग्दैछु साथीहरू चिया पनि सकिसक्यो अलिअलि उब्रिरहेको कलेजको चाहिँ मौसम चाहिँ दामी लग रहा है पौधहरू अब लाग्दैछु घर जान आँटेको साथीहरू अब ट्याक्कै घर हजुरहरूलाई होइन ट्याक्कै मैले बनाएको भिडियोहरू सबैलाई मन परेछ भने ट्याक्कै सबैजनाले सपोर्ट गर्नु होला लाइक सेयर अनि सब्सक्राइब गर्नु नबिर्सिनु होला है त हजुर हस्त धन्यवाद जय नेपाल नेक्स्ट भिडियोमा र नेक्स्ट ब्लगमा भेटौँला सी यू